Hello everyone, good morning, new day, new vlog. हाम्रो गाडी यो जब यस्तो दामी छ तपाईको भेट्ने त गर्नुहुन्छ आज पुरै एकदम रमाइलो इन्भाइरोमेन्ट भइरहेछ गीत बजाएर Hello everyone, good morning, new day, new vlog. I'm Kathmanduमा and this is my outfit. Shoes and हामी जान लागेको छु बुढा नीलकण्ठ ब्याग अन्त हामी चाहिँ अहिले होटेलमा वी आर इन होटेल म चाहिँ अब गाडीमा अट्ने भइनँ बाजुको गाडीमा अन्त म चाहिँ जानेछु बाजुको साथीको बाइकमा अरू सबैजना जानुहुन्छ रेडी भइसक्नु भएको छ अरू सबैजना चाहिँ जानुहुन्छ गाडीमा मेरो बुवा मामलाको बुवा अन्त यहाँ हुनुहुन्छ हाम्रो मम्मी दुईजनाको यहाँ पुरै चल्दैछ सुट हेलो हेलो गुड मर्निङ भन्न गुड मर्निङ हेलो गुड मर्निङ सबैजना आफ्नै ताल्नुहुन्छ एकछिन भोक लाग्छ भनेर हामीले चाहिँ एप्पल काटेर खायौँ अन्त सबैजना अब भेला भएर जानु लागेको होटेल यस्तो छ यहाँनिर चाहिँ मैले चाहिँ म बाइकमा जानुपर्छ भनेको थिएँ तर मेरो बाजुले माया गरेर मलाई जाडो हुन्छ भनेर यस्तो लुगा लगाएको छ भनेर बुवा चाहिँ बाइकमा जान लाग्नुभएको छ अन्त म चाहिँ जान्छु गाडीमै मान्छेलाई हाम्रो गाडी बना के लिए हामी बाजुहरू चाहिँ इन्डियाबाट आउनुभएको SKIND इन्डिया अन्त हामी जानु लागेको गाडीमा सबैजना बुवा चाहिँ गइसक्नुभयो बाइकमा साथी बाजुले यहाँ बाजुको साथी भेटाउनु भयो बाइकमा अब हामी जान लागेको अब हामी जानु लागेको बुढा नीलकण्ठ मलाई प्रोनाउन्सिएसन गर्नु आएन होला त्यसमा सरी अनि चाहिँ यहाँबाट चढ्छ हिजो पशुपति मन्दिर गएको यहाँ ठिकै गएको छैन बेटाबाट गएको छ यस्तो हेर्नु राखेको चिनो नि आएको काठमाडौँमा हुन्छ घर जानु समय ल चढ्नु म बिचमा बस्नु अहिले फेरि अप्ठ्यारो भयो भनेर छेउमा आइज लुइसा नभन्नु नि फेरि मलाई त ए ठुलो मम्मी नहुँदाखेरि त मजाले हुँदो रहेछ ठुलो मम्मी त लास्टै हुँदो रहेछ नि ठुलो मम्मी चाहिँ अहिले अगाडि अनि चारजना आज मैले 12 बजीसम्म जाँदा बुक गरेँ क्या अब 12 बजीसम्म तिमीलाई सबै घुमाइदिने यहाँ बेग्लै म्युजिक बजेर साथी नै हो नि त मेरो अन्त खरिङमा हामी मजाले बस्ने ब्याक साइड त्यो पानीमा अब सुतिरहनु भएको हुन्छ नि त अनि राजाहरू गयो भने चाहिँ उठ्नुहुन्छ अरे क्या त्यही भएर राजा कहिले जानु बुढा नीलकण्ठ अहिले त राजा त राजा बनिनु भएन त फेरि अहिले नयाँ बनिनु भएको छैन त अस्ति मम्मी उयसको पाथिबाट पनि यहाँ हुन्छ नि अनि अस्ति राजाको भाइ वीरेन्द्रको भाइ ज्ञानेन्द्रलाई उयो गर्नुभएको छैन त राजा मानेर त्यही उयो गर्नु ल त अस्ति त्यत्रो उयो के हुन्छ हौ मलाई के पनि थाहा छैन यसको बारेमा चाहिँ अब त झन् इन्डियाको कहाँबाट थाहा हुन्छ म नेपालकै मान्छेलाई थाहा छैन राजा बन्नु होइन मैले पहिला पनि घुम्न आएको हो तर मलाई पहिला पनि सुनेको अस्ति स्वागत गरेर भित्र राखेर बुढा नीलकण्ठ बोलाएको थिएँ मैले अनि यो अहिले छ नि त्यो उयोहरू अनि केपीहरू केपीहरू त नेता भइहाल्यो नि त्यो केपीवालीले यो सरकारले चलाउनु नसकेर भएपछि राजाको अधिकारमा उयो हुन्छ क्या त्यही भएर त्यो राजालाई चाहिँ बसाएर पनि बनिन्छ भनेर चाहिँ अनि राजा पहिला राजा हुँदैन त थिएन नि त वीरेन्द्र हुँदैन एउटा कार गाडी हाम्रो घरबाट एउटा कार थियो नि हामीलाई थाहा छ घर अगाडि यताबाट नि छिरिरहेको आमामा यत्रो रोड खाली खुट्टै हिँड्नु खोइ पाल्छु आउनु हुँदो रहेछ हामी
हामीले चाहिँ जुत्ता सुत्ता गाडीमै खोलेर खाली खुट्टै हिँड्दैछौँ यहाँ रोडमा मन्दिर हो नि त अलिअलि त जानुपर्छ नि त्यस्तो हामी चाहिँ ढाकीसाकी किनेर अब जानु लागेको छ अघि आइपुगिसकेको होइन 10 चोटि बुढा मेरो कन्ठ हुँदो रहेछ बुढा नीलकण्ठ चाहिँ होइन अनि यहाँ चाहिँ राजा आउनुभयो भने उठ्नुहुन्छ अरे त्यही भएर यहाँ राजा कहिले पनि आउनु हुँदैन अब हामी यहाँभित्र खोइ लाइनमा बसेर मात्र जानु मिल्छ हामीलाई ढिलो हुन्छ अब छुवाएर ल्याइदिनु भनेको घुम 2 चोटि मात्र भएको छ पूजा गरिसकेर यहाँ बाहिर निक्लिसकेको छु किनभने भित्र धेरै भिड थियो नि त अन्त हल्का मात्र भिडियो गर्नु पाएँ त्यति मजाले भिडियो गर्नु पाएन अब पूजा त गर्नु पऱ्यो नि त आएर अनि त्यही भएर मजाले भिडियो गर्नु पाइनँ अब हामी चाहिँ खाजा खाने भन्नुहुन्छ यहाँ सबैजनाले चाहिँ हामीलाई चाहिँ आज पाजुले यहाँ कण्ठको बडो बुढा नीलकण्ठको यहाँ वरिपरि पुरै खाली खुट्टै हिँड्नु खाली खुट्टै फेरि कराएर माऱ्यो यस्तो गिर्तीमा हाम्रो खुट्टा दुखेर मर्नु लागिसक्यो यहाँ कुद्दा कुद्दा दास्ती भइसक्यो हामीलाई अब हामी चाहिँ पूजा गरेर बोलेको थियो होइन पूजा गरेर हामी जाँदैछौँ कहाँ जाँदैछौँ मम्मी हामी स्वयम्भू जाँदैछौँ Finally, we are here. Swayambhu. यहाँबाट चाहिँ दामी दामी भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरू तलबाट आउनु जति गाह्रो भयो भने माथि आएपछि चाहिँ आनन्द भ्यू हेरेपछि गलेन चाहिँ धेरैभन्दा धेरै टुरिस्ट आउनुभएको छ तर राम्रै हो मान्छेले कोरोना गएर गाडी चाहिँ पाइदिएछ गराउने कसको कथा कम्ती हुन्छ मेरो भिडियो गरेपछि क्या भन्दैछ हामी चाहिँ अब सब थोक खानासाना खाइसकेर अब सबजना त रेडी मेकअप सेकअप गरिदिइसकेँ मैले मम्मीले साडी लगाइदिँदैछ अन्त म गर्दैछु अब मेरो मेकअप खोइ मेरो टोनर अहिले भर्खर किनेर ल्याएको न्यू टोनर प्लम्प मैं की खोज्दैछु के मैं की खोज्दैछु पैसा त के गर्नु पर्छ भयो साँच्चै त्यो हात लगाउनु त जान लागेको बेलुकाको पार्टीमा वर्तमानमा अन्त उहाँ छ अहिले फेरि जहाँ हुन्छ बेलुका 5 बजेदेखि जान लागेको पार्टीमा रेडी भएर केही भिडियो बनाउनु पाएन अन्त साडी लगाएर रेडी भएर अठामा चढेर जाँदैछु हाम्रो लोकेसनमा दुईजना लागि पठाइसकेको हँसौटी पार्टी दुईजना हाँसेको हाँस्छ दाजुमा यति हँसाएको त्यही हाँस्दा हाँस्दा त ढिलो भएको नि नभए टाइम थोरै थियो ट्विन भएको साडी लगाएर हामी चाहिँ पनि ब्ल्याक आज पनि ब्ल्याक हामी चाहिँ आइपुग्यौँ यहाँ भेन्यूमा यो जब यस्तो दामी छ तपाईँको देख्ने त गर्नुहुन्छ मैले चाहिँ अब भर्खर आइपुगेको हो नि त यो चाहिँ अगाडि नै आएको दामी छ र भन्नु न
के कान्छी छोरी पुरा मलाई के राम्रो आज गेटमा हामीलाई सबजना बसिरहनु भएको रहेछ भेला भएर सँगै जाने भनेर अनि गेटमा म भित्र गएर तपाईँलाई देखाउने छु भेनी कस्तो राम्रो रहेछ बाहिरबाट हेरेर त तुसाल रहेछ तुसाल मल्टी भेनी यहाँ चाहिँ फ्यामिली मम्मी दामी रहेछ काठमाडौँ आइपुगेको यो चाहिँ इन्डियाको मान्छे हो नि त यहाँ काठमाडौँ यही वर्तमान हाम्रो फ्यामिली चाहिँ अघिदेखि भिड भएको कारणले गर्दाखेरि हाम्रो मम्मीहरूले चाहिँ टिका लगाइदिनु पाउनु भएको थिएन अन्त अहिले चाहिँ लगाइदिनु हुन्छ भर्खर चाहिँ पुरै एकदम रमाइलो इन्भाइरोमेन्ट भइरहेछ गीत बजाएर पुरै फोटोसुट सबैजना सकेर अब उतापट्टि तर यहाँ चाहिँ पुरै रमाइलो हुँदो रहेछ गरिएको छ अन्त हामी चाहिँ यहाँ यस्तै खाँदै बसिरहेको छौँ यहाँ दुईजना चाहिँ मामा भान्जी चाहिँ नाच्नु हुँदैछ अन्त अब आजको भ्लगमा यहीँ टुङ्ग्याउन चाहन्छु थ्याङ्क यू फर वाचिङ बाई बाई गाइस गुड नाइट